कतिपय मानिसले आफ्नो स्वार्थको लागि सम्बन्ध नै तोडिदिन्छ क्या। थाहा छ तपाईँलाई? चाहे त्यो सम्बन्ध एकदमै नजिकको नै किन नहोस् होइन, चाहे आफ्नै परिवारभित्रको नै किन नहोस्, उसको लागि उसको सम्बन्धभन्दा ठुलो महत्त्व चाहिँ स्वार्थीपनामा लुकेको लोभ हो क्या। जब दिमागमा लोभ लालचको किडा बनिन्छ नि, मानिस जनावरभन्दा पनि नीच हुँदछ क्या। मैले भन्नु खोजेको यो होइन नि, फेरि एकदमै लोभ लालच पनि नगर्नु, तर सबै कुराको ब्यालेन्स हुन्छ नि होइन। लोभ गर्नुहोस्, गर्नुपर्छ, तर ज्ञानको। लोभ गर्नुहोस्, नगर्नु होइन, तर समयको क्या। जो व्यक्तिले समय बुझेर ज्ञान बटुलेर मनलाई एकाग्रता बनाएर मेहनत गर्छ नि, त्यो व्यक्ति कहिले सानो हुँदैन। सम्पत्ति नकमाए पनि उसले इज्जत कमाउँछ क्या, नाम कमाउँछ। त्यो नै सबैभन्दा ठुलो रिजल्ट हो क्या उसको। जो अरूको सम्पत्तिमा लोभ गर्छ नि, उसलाई कहिल्यै पुग्दैन। मलाई पुगिरहेको छ भने सुन्नुभएको छ भाइ, उसलाई पुग्दैन। सबै कुराको लिमिट हुन्छ क्या। पैसा नकमाउनु होइन, कमाउनुहोस्, तर आफ्नो मेहनतले। अरूको मेहनतले कमाएको सम्पत्तिमाथि आँखा नलगाउनुहोस् क्या, राम्रो होइन। तपाईँलाई हक नै छैन अरूले कमाएको धन दौलतमा तपाईँले आँखा गाड्नु, लोभ गर्नु, तपाईँलाई अधिकार नै छैन क्या। कुनै पनि भगवान्ले अरूको वस्तु या सम्पत्तिमा लोभ लालच गर्नु भनेको छैन क्या। कुनै पनि धार्मिक ग्रन्थीमा पनि उल्लेख गरिएको छैन यस्तो कुराहरू। तर मान्छे आफै लोभ लालचलाई फर्स्ट प्रायोरिटी दिएर नराम्रो बनिदिन्छ क्या समाजमा। सिर्फ स्वार्थले मान्छेलाई समाज अनि सम्बन्धबाट टुटाएर अलग बनाइदिन्छ क्या। अति ज्यादा लोभ लालच नगर्नुहोस् है फेरि, चोर लाग्ला नि। बरु छ भने अरूलाई दिनुहोस्, ज्यादा भयो भने बाँड्नुहोस्, तपाईँको मन हल्का हुनेछ। तर अरूको सम्पत्तिमाथि चाहिँ लोभ नगर्नुहोस् क्या। यो राम्रो होइन र राम्रो हुने पनि छैन। पस्ताउनु हुनेछ, रुनु हुनेछ, सब बर्बाद हुनेछ, बादमा केही पनि पाउनु हुँदैन। न सम्बन्ध हुन्छ, न इज्जत, न नाम, सबै गुमाउनु हुन्छ। यदि अरू जस्तै मनोगी सम्पत्ति कमाउनु छ भने नि एकाग्रता भएर काम गर्नुहोस्, ध्यान लगाएर खटिनुहोस्, मेहनत गर्नुहोस्। धन कमाउनु नसक्यो भने तपाईँको मन शान्ति हुनेछ कि मेहनतको पैसा हो भनेर क्या। नाम अनि इज्जत कमाउनु हुनेछ। त्यति बेला थाहा हुन्छ कि म को हुँ भनेर।